नमस्ते, स्वागत छ हजुरहरूलाई विष्णु भ्लग्समा। आज म चाहिँ नौलै तरिकाले मासु बनाउन विचार गरेकी छु। बन्छ कि बन्दैन विचार मात्रै गरेकी छु। बन्यो भने, राम्रो भयो भने हजुरहरूलाई पनि बनाउनु भन्ने छु मैले। यसमा नुन राखेर मजाले यसरी मोलेर ढक्कन ल्याएर राख्ने। अरू के हुन्छ म पछि बताउँदै गर्छु, हजुरहरूले चाहिँ हेर्दै गर्नुहोला है साथीहरू। राम्रो भयो भने म भिडियो राख्छु, भने जस्तो राम्रो भएन भने राख्दिनँ। धन्यवाद साथीहरू। हेर्नु त हाम्रो मासु। यो मासुलाई मैले हिजो बेलुका नुन लाएर फ्रिजमा राखेको हो। आज अब चाहिँ उमाल्न सुरु गरेकी छु। हाम्रो पानी पनि उम्लियो। अब म चाहिँ यो मासुलाई राख्छु पानीमा, उम्लेको पानीमा। मासु चाहिँ मैले 3 पिस मात्रै बनाउन आँटेकी छु। कस्तो बन्छ, राम्रो बन्यो भने फेरि पछि अलि धेरै बनाउने कोसिस गर्नेछु म। अब म एकछिनसम्म ढक्कन लाएर मासुलाई पाक्न दिन्छु। साथीहरू हेर्नु त हाम्रो मासु यसरी पाक्यो, पानी सलक्क सुक्यो। अब ग्यास मैले अफ गर्छु। यतिको पाक्यो छ है साथीहरू हाम्रो मासु। यस्तो नरम भन्छ। साथीहरू हेर्नु त मासु मजाले पाक्यो। अब म यहाँ प्लेटमा राख्छु। मासु कति मजाले पाक्यो साथीहरू, राखिसक्यो। साथीहरू म चाहिँ अब अचार बनाउनको लागि थोरै सौँफ, मेथी, टिमुर, तोरी लिएकी छु। अब यसलाई चाहिँ म पेनमा राख्छु, किनभने थोरै बनाउनको लागि हो। मैले त्यही भएर थोरै नै भुट्न लागेकी छु। सानो ग्यास बनाएर भुट्नुपर्छ साथीहरू। धेरै ठुलो ग्यासमा तितो हुनसक्छ। हल्का मात्रै भुट्ने हो, धेरै भुट्यो भने पनि तितो हुन्छ। र मसला पुरै रूपमा फुलिसकेको छ साथीहरू। अब म यहाँ प्लेटमा खनाउँछु। फेरि यहाँ टमाटर पोल्नको लागि सानो पेन बसालेकी छु। अब टमाटर पनि राख्छु म यो पेनमा। टमाटर यसरी पोलेर बनाएको चटनी चाहिँ एकदमै मिठो र टेस्टी हुन्छ साथीहरू। हजुरहरूले पनि खानुभएको छैन भने यसरी नै पोलेर अचार बनाएर टेस्ट गर्नु होला है साथीहरू। हेर्नु त साथीहरू हाम्रो टमाटर अब पाक्नै आँटेको छ। यसरी फर्काई पकाउनु पर्छ, पोल्नु पर्छ साथीहरू। हाम्रो टमाटर पनि अब पाक्यो साथीहरू, मजाले भित्रसम्म पाक्यो। अब म ग्यास पनि अफ गरिदिन्छु। अब म चटनी बनाउनको लागि सुरु गर्दैछु। नुन राखेँ साथीहरू। अघि फुराएको 5 पुरान मसला नि राख्छु, किनभने सिलौटामा पिसेको अचार चाहिँ एकदमै टेस्टी र स्वादिलो हुन्छ साथीहरू।
हेर्नु त साथीहरू, हाम्रो मसला नि यत्तिको मसिनो भयो। अब म चाहिँ अकबर खुर्सानी राखेर फेरि पिस्छु। साथीहरू, अघि म पोलेको टमाटर राखेँ है। अब यो टमाटरलाई पनि मजाले पिस्नुपर्छ। साथीहरू, म थोरै लप्सीको धुलो पनि राख्छु। अमिलो पिरो पक्का बनाउनको लागि लप्सीको धुलो पनि राखेँ है साथीहरू मैले। हेर्नु त हाम्रो चटनी त यत्तिको मसिनो भइसक्यो। अब पुरै रूपमा रेडी भइसक्यो साथीहरू। साथीहरू, मैले अब पेन बसालेँ है मासु फ्राई गर्नको लागि। मासुलाई चाहिँ यसरी सुक्खा बनाउनु पर्छ। मजाले पाकिसकेको छ हाम्रो मासु चाहिँ। यसरी पुवाल पार्नुपर्छ साथीहरू। मजाले गरेको छ पाकेर। साथीहरू, हाम्रो पेन पनि तातिसक्यो। अब म यहाँ मासु राख्छु है। मासु थोरै छ भने सानो पेन बसालेको अट्छ कि अट्दैन मासु। त्यो अट्न त अब यसरी छोपेर राख्नुपर्छ है साथीहरू एकछिनसम्म। हेर्नु त साथीहरू, हाम्रो मासु हजुरहरूले पनि एकचोटि अवश्य यसरी बनाएर खानु होला है साथीहरू। हेर्नु त साथीहरू, हाम्रो मासु मजाले खरिसक्यो। साथीहरू, हेर्नु है हाम्रो मासु। अब म प्लेटमा राख्छु। अब म मासुलाई प्लेटमा राख्दैछु साथीहरू। हेर्नु त साथीहरू, हाम्रो मासु थोरै छ है फेरि। साथीहरू, विचार गर्नको लागि थोरै मासु बनाएको एकदमै स्पेसल राम्रो भयो साथीहरू। हेर्नु त कति राम्रो देखिएको छ। चटनी पनि तयारी भयो, मासु पनि तयारी भयो। हजुरहरूले पनि अवश्य यसरी बनाएर खानु होला है साथीहरू। साथीहरू, हाम्रो खानेकुरा पनि रेडी भयो। मासु, अचार, सलाद। हजुरहरूले सुरुबाट अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। हजुरहरूको भिडियोमा पनि मैले गर्ने नै छु अवश्य पनि। फेरि पनि हजुरहरूलाई धन्यवाद। थ्याङ्क यू।